say that this afternoon that we're going to come close to God. आजको दिनमा यो मध्य दिनमा म तपाईहरुलाई भन्न गइरहेको छु हामी कसरी परमेश्वरसँग सम्बन्धित हुन सक्छौं. And this is not possible unless God allows us to come close to Him. अनि यो चाहिँ यदि परमेश्वरले चाहनुहुन्न भने यो कुरा हामीबाट सम्भव हुने छैन. Because there's a God that sits in the heavens and inhabits eternity. त्यहाँ एकजना परमेश्वर हुनुहुन्छ जो चाहिँ स्वर्गमा विराजमान हुनुहुन्छ अनि उहाँ अनन्तको लागि स्वर्गमा विराजमान हुनुहुन्छ. He is a God that created the heavens and the earth. उहाँ यो परमेश्वर हुनुहुन्छ उहाँले स्वर्ग र पृथ्वी बनाउनु भयो. He spoke the word and things were created. उहाँले शब्दहरू बोल्नु भयो ताकि त्यही शब्दबाट यो म्याटरहरू अथवा यो संसारहरू चाहिँ बनिएका छन्. He is a God that sits in holiness and in power. अनि उहाँ चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ उहाँ चाहिँ सर्वशक्तिमा अनि पवित्रतामा रहनुहुन्छ. He is enthroned in glory and majesty. अनि उहाँ चाहिँ अति विराजमानका परमेश्वर हुनुहुन्छ. And this God desires to come close to you. अनि त्यही परमेश्वर चाहिँ तपाईको माझमा तपाईको सामु आउन चाहनुहुन्छ. And He has done everything within His power to open the door of heaven. अनि उहाँले आफ्नै पावर भित्र उहाँको आफ्नै ताकत र शक्ति भित्र स्वर्गको द्वारहरू खोल्नु हुनेछ. He is a good God. उहाँ चाहिँ असल परमेश्वर हुनुहुन्छ. In fact, I'd like to sing a song with you right now. अनि यस समयमा तपाईहरुसँग एउटा गीत गाउन चाहन्छु. Song I wrote a few years ago. It said, God is good. यो गीत मैले केही वर्ष अगाडि लेखेको थिएँ. परमेश्वर असल हुनुहुन्छ. He is a good God. उहाँ असल परमेश्वर हुनुहुन्छ. He lifts me up when I am down. अनि उहाँले मलाई उठाउनुहुन्छ जतिखेर म झरेको अथवा गिरेको अवस्थामा हुन्छु. When the road that I walk upon is slippery and muddy. जब म हिँडेको बाटोहरू चिप्लो र लडिने खालको हिलोपनकाहरू थिए भने He sets my feet upon the rock, the solid ground. अनि उहाँले मेरो पाइलाहरू चाहिँ चट्टानमाथि त्यो फुको चट्टानमाथि राख्नुहुन्छ. He is my glory and the lifter up of my head. अनि उहाँलाई म यो सम्मान अनि यो ग्लोरी अथवा यो प्रशंसा दिन्छु. And I want to share with you today that this God of glory अनि म त्यही महिमाको परमेश्वर चाहिँ तपाईहरु सामु आज बताउन गइरहेको छु. that inhabits eternity, अनि उहाँ चाहिँ स्वर्गमा सदा सर्वदाको लागि विराजमान enthroned in power, अनि उहाँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ. also desires to come close to the heart of man that is broken and humble. अनि परमेश्वरले जो जसको हृदय चाहिँ अति नम्र र पश्चाताप गरेको छ उहाँहरुको माझमा आउन चाहनुहुन्छ. God pulls down the proud, but He exalts the humble heart. परमेश्वरले घमण्डी हृदयहरूलाई लडाउनुहुन्छ अथवा गिराउनुहुन्छ तर नम्र हृदयहरूलाई उठाउनुहुन्छ. As I sing this song, God is so good to me. जसरी म यो गीत गाउँदैछु परमेश्वर अति असल हुनुहुन्छ. So good to me. God is so good to me. He lifts me up when I am down, sets my feet on solid ground. He's my glory and the lifter of my head. God is so good. God is so good. God is so good to me. A strength in the time of trouble, a tower in the time
Thank you, God, that you're here today. परमेश्वर हामी तपाईलाई धन्यवाद दिन्छौँ कि तपाईँ And you are a good God. अनि तपाईँ असल परमेश्वर In the हुनुहुन्छ time of trouble, a tower in the time of war. He's my friend, my Lord, the one that I adore. Okay, I want you to put your hands together like this. सबैजनाले हात उठाएर परमेश्वरको लागि हात उठाउनुहोस् So good to me. God is so good to me. He lifts me up when I am down. He sets my feet on solid ground. He's my glory and the lifter of my head. Strength in the time of trouble, a tower in the time of war. He's my friend, my Lord, the one that I adore. परमेश्वर असल God is परमेश्वर so हुनुहुन्छ good. परमेश्वर अति असल परमेश्वर God हुनुहुन्छ is so good. उहाँ अति उत्तम परमेश्वर God is हुनुहुन्छ so good to me. हुनुहुन्छ मेरो लागि अनि हाम्रो लागि God is so good. परमेश्वर सबै अति God is so good. अति उत्तम God is so good to me. परमेश्वर मेरो लागि So good to me. अनि परमेश्वर अति उत्तम हुनुहुन्छ यस For गीतले he is भनिरहेको good. थियो, परमेश्वर अति उत्तम परमेश्वर हुनुहुन्छ He lifts me up when I लागि am down. जब म गिरेको हुन्छु He त्यतिखेर sets my परमेश्वरले feet on उठाउनुहुन्छ। solid ground. मेरो पाइलाहरू परमेश्वरले चट्टानमा He is my glory. उहाँ चाहिँ मेरो He is the lifter of my head. अनि उहाँले God मलाई is so good. उठाउनुहुन्छ। परमेश्वर Hallelujah. कामको Hallelujah. अति परमेश्वर हुनुहुन्छ। My God, we give you praise today. परमेश्वरको प्रशंसा होस्। Who'd like to hear another song? अनि उहाँले यो गीतहरू सुन्न चाहनुहुन्छ You want to hear another song? अनि तपाईँ के अर्को गीत पनि सुन्न चाहनुहुन्छ Yes. चाहनुहुन्छ Yes. Okay. We want to listen another song. Okay, here we go. Everybody loves the music as God loves so. By the greatness of your name, you have conquered Satan's reign. And now I walk from darkness into light. म अन्धकारबाट The blood of ज्योतितिर Jesus हिँड्नेछु Christ, प्रभु येशू ख्रीष्टको चरणमा sacrifice. I'm forgiven. अनि I'm मेरो set पापहरू free. उहाँले क्षमा दिनुहुन्छ जसरी म उहाँको चरणमा जाँदछु Here we go. सबैजनाले हात उठाउनुहोस् परमेश्वरलाई By God's redeeming sacrifice, it's His love परमेश्वरले उहाँ आफैमाथि बलिदान दिनुभएको छ परमेश्वर आफै बलिदान दिनुभएको छ Hallelujah. परमेश्वरको प्रशंसा हो Join the sheep. जय मसीह Join the sheep. जय मसीह ख्रीष्ट अभिवादन परमेश्वरको प्रशंसा हो My God, we invite your glory into this place today. परमेश्वर हामी तपाईँको प्रशंसा चाहन्छौँ Every यस person समयमा। listening by radio, touch them with your power today. जो पनि रेडियो सुनिरहनु भएको छ प्रत्येकको हृदयमा तपाईँ बोल्नुहोस् You have conquered Satan's reign. And now I walk from darkness अनि म यतिखेर अन्धकारबाट ज्योतितिर प्रभु येशू ख्रीष्टको चरणमा जाँदैछु of Jesus Christ through His blood. अनि त्यो ज्योति चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ प्रभु येशू ख्रीष्टको लागि हात उठाउनुहोस् I'm set free and I am saved. Go out of bondage Everybody. into Christ. By God's redeeming sacrifice, this is परमेश्वर आफै बलिदान हुनुभएको छ तपाईँ हाम्रो लागि यस गीतले त्यही मानिरहेको छ सबैजना ताली बजाउनुहोस् परमेश्वरलाई out of bondage into light. By God's redeeming sacrifice, it's His love that draws me closer, and His grace that brings me home. उहाँले आफ्नो बलिदान दिएर
उहाँको दया मलाई देखाउनुहुन्छ Hallelujah. परमेश्वरको प्रशंसा होस् Hallelujah. परमेश्वरको प्रशंसा होस् When we all get to heaven, जब हामी सबैजना स्वर्गमा पुग्नेछौँ we will sing and shout His praise. अनि त्यतिखेर हामी सबैले परमेश्वरको प्रशंसाको गीतहरू गाउनेछौँ When we all see Jesus face to अनि face, त्यतिखेर हामीले प्रभु येशू ख्रीष्टलाई एक आपसमा we देख्न will sing सक्नेछौँ and shout His praise. When we all see Jesus face to face. जब हामी प्रभु येशू ख्रीष्टलाई आफ्नो When we सामुन्ने all देख्दछौँ come rolling home, we'll be singing a new song. When we all get to heaven, we जब हामी will, सबै स्वर्गमा come on now, पुग्नेछौँ we will सबैजना praise, आउनुहोस् ताली बजाउनुहोस् प्रभु। we will praise. त्यतिखेर हामी परमेश्वरको प्रशंसा गर्नेछौँ Get to heaven, we will praise. हामी प्रशंसा गर्नेछौँ There'll be yellow, black and white, हामी परमेश्वरको all precious in His sight. When we all get to heaven, we will praise. Hallelujah. परमेश्वरको प्रशंसा होस् My God, we want to praise You today. मेरो परमेश्वरको हामी तपाईँलाई प्रशंसा दिन चाहन्छौँ We want to worship Your holy हामी name. तपाईँको पवित्रताको आराधना गर्न For there चाहन्छौँ is no God like You. त्यहाँ कोही पनि ईश्वर हुनुहुन्न जो तपाईँ जस्तो There is no greater power than You. अनि तपाईँ जस्तो सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ छैन तपाईँको प्रशंसा होस् प्रभु We will praise. हामी परमेश्वरको प्रशंसा गर्नेछौँ When we all get to heaven, we will praise. जब हामी स्वर्गमा पस्छौँ हामी प्रशंसा गर्नेछौँ परमेश्वरको They're all precious in His sight. When we all get to heaven, we will praise. हामी जब स्वर्गमा पस्छौँ हामी परमेश्वरको प्रशंसा गर्नेछौँ Get to heaven, प्रत्येक हृदयले we will परमेश्वरको sing प्रशंसा and गर्नेछौँ shout His praise. When we all see Jesus face to face. अब हामी परमेश्वरलाई आफ्नो सामुन्ने When we देख्छौँ all come rolling home, अनि हामी सबै उहाँको सामुन्ने singing a new song. When we all अनि हामी कराएर to heaven, अनि उहाँको we प्रशंसा गर्नेछौँ will praise. उहाँको प्रशंसा We गर्नेछौँ will praise. अनि उहाँको प्रशंसा गर्नेछौँ We will praise. अनि परमेश्वरको प्रशंसा गर्नेछौँ Get to heaven, we will praise. जब हामी स्वर्गमा पस्छौँ हामी परमेश्वरको प्रशंसा गर्नेछौँ They're all precious in His sight. When we all get to heaven, we will praise. We will praise. हामी सबैले परमेश्वरको प्रशंसा गर्नेछौँ हामी प्रत्येकले परमेश्वरको प्रशंसा When we गर्नेछौँ all get to heaven, हामी जब परमेश्वरको सबैले परमेश्वरको चरणमा पुग्नेछौँ उहाँको प्रशंसा गर्नेछौँ cause they're all precious in His sight. When we all get to heaven, we will praise. There'll be yellow, black and white. They're all precious in His sight. When we all get to heaven, we will praise. जब हामी स्वर्गमा पस्नेछौँ हामी परमेश्वरको प्रशंसा गर्नेछौँ परमेश्वरको प्रशंसा गर्नेछौँ हामीले परमेश्वरको प्रशंसा होस् There'll be yellow, black and white. परमेश्वरले प्रत्येक कुराहरू बनाउनु भयो काला सेता Cause they're all precious in His sight. किनकि परमेश्वरको नजरमा प्रत्येक व्यक्ति अमूल्य थियो Cause when we all किनकि जब हामी get to heaven, जब हामी स्वर्गमा पस्नेछौँ said when we all हामीले भन्नेछौँ get to heaven, हामीले भन्नेछौँ हामी सबै जब स्वर्गमा when we पस्नेछौँ all जब हामी सबै get to heaven, स्वर्गमा पस्नेछौँ we will हामी सबैले praise. परमेश्वरको प्रशंसा गर्नेछौँ प्रशंसा गर्नेछौँ Hallelujah.
परमेश्वरको प्रशंसा होस् परमेश्वरको प्रशंसा होस् Hallelujah. परमेश्वरको प्रशंसा होस् My God, we give you praise. परमेश्वर बुवा हामी तपाईलाई प्रशंसा दिन्छौँ The heavens स्वर्ग declare the glory of God. ले परमेश्वरको महिमा व्यक्त गर्दछ All creation cries out, worthy is the Lord God Almighty. यो सारा सृष्टिले परमेश्वरको पवित्रताको लागि रुवाएर भन्दछ And God loves you. परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ I have seen the power of God touch lives. मैले परमेश्वरले मानिसहरूको जीवनमा छुनुभएको मैले देखेको छु I've seen the broken-hearted. Just come get this man to one side. Get this man to one side. भोलिन्टियर मित्रहरू एकजना आएर हाम्रो अगाडि जो पनि डान्स गर्दै हुनुहुन्छ उहाँले अलिकति साइड लगाउनु भनेर हाम्रो वक्ताले रिक्वेस्ट गर्दै हुनुहुन्छ Okay, I want our attention to be on God, not on anyone else today. Okay? Yeah, just say that. I want our attention to be on God, no one else. यस समयमा तपाईहरुको मध्यनजर परमेश्वरसँग रहोस् भन्ने म चाहन्छु Because He is the one who is worthy. किनकि उहाँ अति पवित्रताको परमेश्वर हुनुहुन्छ He is the one who is holy. उहाँ अति परमेश्वर अति पवित्र परमेश्वर हुनुहुन्छ For God created man किनकि परमेश्वरले मानिसलाई बनाउनु भयो to draw close to Him, उहाँको सम्मुख ल्याउनको निमित्त to walk with God परमेश्वरसँग हिँड्नको निमित्त as a person. एक व्यक्तित्वको रूपमा You and I तपाई र मलाई were designed by the great designer. परमेश्वरले यस्तो रूपले तपाई र मलाई सृजना गर्नुभयो त्यो अति महान सृजना हो You and I were created by a creator. तपाई र मलाई हाम्रो सृष्टिकर्ताले सृष्टि गर्नुभएको हो And the very breath of God was breathed into us. अनि परमेश्वरको आफ्नै श्वास तपाई र म भित्र फुकिएको छ Part of us is crying out for intimacy with God. अनि त्यसैले चाहिँ तपाई र म परमेश्वरसँग सदा सर्वदाको लागि हुन आवश्यक छ But let me tell you, there is a battle that rages in the heavens. तर त्यहाँनिर म एउटा कुरा भन्न चाहन्छु जुन चाहिँ यस्तो खालको लडाईँ चलिरहेको छ जुन स्वर्गको विरुद्धमा There is a very real battle going on between good and evil. त्यहाँनिर असल र खराबको युद्ध गइरहेको छ अनि म यसखेर तपाईहरुले ए मेरो प्रभु म तपाईलाई चाहन्छु भन्नुभएको म सुन्न चाहन्छु Oh my God, I need you. ए मेरा परमेश्वर म तपाईलाई चाहन्छु Come on, let me hear you cry it out. Speak it out. Oh God. बोल्नुहोस् तपाई परमेश्वरको आवश्यकता गर्नुहुन्छ भने परमेश्वरलाई बोलाउनुहोस् परमेश्वर म पिता म तपाईको आवश्यकता गर्छु अथवा भन्नुहोस् येशू ख्रीष्ट म तपाईको आवश्यकतामा छु भन्नुहोस् Lift your hands to heaven. तपाईको हातहरू उचाल्नुहोस् प्रभु येशू ख्रीष्टको लागि I hear your word today. अनि तपाईको प्रत्येकको शब्दहरू म सुन्न चाहन्छु And I believe अनि मलाई विश्वास छ I want to receive Jesus. अनि म भन्नुहोस् प्रत्येकले म मेरो प्रभु येशूलाई म ग्रहण गर्न चाहन्छु My God, I ask you to forgive me of my अनि sin. भन्नुहोस् प्रभु मेरो पापहरू क्षमा गर्नुहोस् Take away my ungodliness. अनि मेरो असत्यताहरू मेरो कुविचारहरू मबाट टाढा लैजानुहोस् I forsake all else to follow you. अनि मेरो ती सबै कर्महरू म त्याग्दछु Now make me your child. अनि भन्नुहोस् प्रभु मलाई तपाईको पुत्र र पुत्री बनाउनुहोस् I want to enter your kingdom. अनि भन्नुहोस् प्रभु म तपाईको राज्यमा घुस्न चाहन्छु Fill me with your love and power. अनि प्रभु तपाईको माया र तपाईको शक्ति मलाई देखाउनुहोस् My Father, wrap your arms around me now. We are in Nepal in the Himalayas. This lady here was deaf. Yes. Yeah, deaf in the ears, but now her ears are open, now she can hear. Hallelujah. God is healing the deaf. परमेश्वरले चाहिँ God is healing the विश्वास बुढोले थाहा नपाइकन आएर मैले विश्वास गरेँ तर विश्वास नगरिकन मेरो घाउ चङ्गाइ भइसकेको थियो क्यान्सर भइसक्यो
And because of that, her husband rebuked her, that saying that you are just lazy. You are just lazy. Yes. That is why he just rebuked her. But So then this now, is the love of God that's touched and healed. yes, Hallelujah. when she comes.